हाम्रा पुर्खाहरू पर्वतबाट डोटी हुँदै यो दैलेखमा बस्ती आउँदाखेरि डोटीबाट आजभन्दा करिब 200 वर्ष अगाडि ल्याएको कुटिरहेको छ। यहाँ बेतको जाली थियो, त्यो जाली अहिले छैन। हामीले यसलाई संरक्षण गरेर राखेका छौँ। यो चाहिँ खराब हो। हाम्रो घरमा 2 जोर खराब थियो, दाहिने कसले लगेछ, देब्रे बायाँ छोडिदिएछ। यो खराब हो। यो पहिला हाम्रा पूर्वजहरूले यो भान्सा पस्ता प्रयोग गर्थे अरे। अनि त्यसपछि यो चाहिँ खेतमा 2 मिटर जति गहिरो खाडल खन्दाखेरि भेटिएको अनौठो खालको ढुङ्गा हो। यो सायद प्राचीन समयमा हाम्रा पूर्वजहरूले यसलाई हतियारको रूपमा प्रयोग गर्थे होला। यो अनुसन्धान हुन बाँकी छ। यो अन्य ढुङ्गाभन्दा विशेष खालको छ, फरक छ। समाते तात्तिन्छ हैन? यो हातले समातिरहेको पनि आफै तात्तिन्छ। तापक्रम सर्छ यसमा बढी र आवाज पनि यसको फरक छ। फलाम बजेको जस्तो बज्दो रहेछ के? ल